बस्नु न। कस्तो छ तिमीलाई? म त ठिक छु, तर तपाईले के गर्नु भएको? म टाढा हुँदा सबै कुरा ठिक हुन्छ भन्नुभएको थियो, फेरि पनि आफ्नो जिन्दगीलाई सही बाटो दिन सक्नु भएन। छोरा मान्छेको जिन्दगी हो, त्यति सजिलै सही बाटोमा हिँड्ने सौभाग्य कहाँ पाइन्छ? बरु आफ्नो घरको जग्गै भत्किए केही समयमा सजिलै सजेर बनाउन सकिँदो, तर जिन्दगी बिग्रिए सही बनाउन निकै कठिन हुँदो रहेछ। त्यसैले मेरो जस्तो जिन्दगी कसैको नबिग्रियोस्। मैले जसरी अरूको मन राख्दा आफ्नै मन फाटेर धुजा धुजा हुनु नपरोस्। थाहा छ मलाई, मैले तपाईलाई एकदमै नजिकबाट बुझेकी छु। सकभर सबैलाई खुसी दिन खोज्दा खोज्दै आफै हाँस्न बिर्सिने मान्छे हो तपाई। मेरो पनि हरेक अप्ठ्यारोमा साथ दिनुभयो। डिभोर्स भइसकेकी भए पनि मैले तपाईलाई जति नै दुःख दिए पनि एउटा सच्चा साथीको हिसाबले मेरो हरेक दुःखमा साथ दिनुभयो। अब मेरो पालो तपाईको दुःखमा साथ दिने। नडराउनु, आज तपाईकी पूर्व पत्नी भएर होइन, एउटा सच्चा साथीको हैसियतले तपाईको अगाडि छु। मलाई साथी त मान्नुहुन्छ नि? मैले मान्ने नमान्ने भन्दा पनि साथी भनेको एकअर्काको व्यवहारले, विश्वासले र भरोसाले बन्ने हो। हामी जुन दिन छुट्यौँ असल साथी बन्नेछौँ भनेरै छुट्टिएका हौँ, तर व्यवहारले हामी दुवैले असल साथीको धर्म निभाउन सकेनौँ। अब त्यो गल्ती म पनि गर्दिनँ, तपाई पनि नगर्नु। बरु तपाईले आफ्नो जिन्दगी सम्हाल्नु। केसरीलाई किन एक्लै जान दिनु भएको? किन नजानु भएको उसँग? म गएको थिएँ, उसैले अब मेरो पछि नआइजा भनेर धम्की दिएर गई। अब उसलाई मसँग बस्दा मलाई बोझ हुन्छ भन्ने सोचेकी छ, तर म उसलाई कदापि एक्लै छोड्दिनँ। म पनि तपाईलाई यही कुरा